चेकिङ भएरै छ भने हामी गयो चेकिङ भएरै छ भने ठिकै भयो अब हेरौँ है त के हुँदैछ अगाडि ल अनि गुड लक चाहिँ किन भयो भने पेट्रोल पम्पकै छेउमा आएर तेल सकिदिइराख्यो ल के भन्नु अब गुड लक पनि यतिखेरै ब्याड लक पनि यतिखेरै भइदियो होइन यो पार्क चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम सबैजना घुम्न मिल्ने ठाउँ बस्न मिल्ने ठाउँ एकदम चिल्याक्स पारामा बस्न मिल्ने ठाउँ छ So hello my YouTube, Facebook, TikTok and Insta family, welcome back to my new video. I hope हजुरहरू सन्चै हुनुहुन्छ र म पनि एकदमै ठिक छु है त। हेलो गाइस हामी चाहिँ जाँदैछौँ आज सिन्धुपाल्चोक हाम्रो चाहिँ होइन यहाँ काम गर्दा गर्दै सिन्धुपाल्चोक जाने खबर आयो उताबाट फोन आयो क्या काम गर्नलाई उता आउनु पर्यो 10-15 दिनको लागि भनेर अनि हामी चाहिँ गाइस अहिले हामी सिन्धुपाल्चोक जाँदैछौँ होइन बिहान चाहिँ काम सुरु गरेको थियो हामीले अनि काम छोडेर नुहाइधुवाइ गरेर हिरो बनेर हामी चाहिँ जाँदैछौँ अहिले सिन्धुपाल्चोक होइन सक्नुहुन्छ साथी र म जाँदैछौँ होइन अब बाटोमा के कस्तो हुन्छ हजुरहरूलाई खबर दिँदै गरौँला है त सो गाइस हामी चाहिँ अहिले यो कुन ठाउँ आइपुग्यो भने यहाँ चाहिँ प्रायः जस्तो नेपाली फिल्मको मुभीहरू सुटिङ हुन्छ होइन नेपाली फिल्महरू सुटिङ हुन्छ यो चाहिँ एयरपोर्ट पछाडि हो यो साइड यो चाहिँ होइन एयरपोर्ट पछाडि हो यो साइड होइन अनि यहाँनिर चाहिँ के अरे नेपाली फिल्महरू धेरै धेरै सुटिङ हुन्छ र यहाँनिर तपाईँहरूले भ्यू नै देख्न सक्छ एकदम बवाल छ होइन अब कुनै दिन हामी पनि फिल्म सुटिङ गरेर आउँला अनि हाम्रो फिल्म देखाउला होइन अहिले चाहिँ हाम्रो भ्लग हेर्दै गर्नु होला है त अहिले चाहिँ हामी साउथ किन्नु भन्ने ठाउँमा होइन जाम परेर बसिरहेको छौँ टटलपुर घाममा होइन जाममा घाममा कहिले घाम कहिले जाम के हो भने सो गाइस हामी चाहिँ अहिले साँगा भन्ने ठाउँ आइपुगिसकेको छौँ होइन त्यहाँबाट उता देखिन्छ मन त्यो शिवजीको त्यो मूर्ति चाहिँ नदेख्ने रहेछ होइन यहाँ देखिन्छ त्यही हो के अरे साँगाको त्यो मन्दिर भन्छ त्यसलाई चिनिन्छ होइन गाइस हामी चाहिँ अहिलेसम्म गएको छैनौँ अब आज पनि जाँदैनौँ अब अन्तखेरि आउँदाखेरि चाहिँ जान्छौँ होइन साँगा चाहिँ यही हो अब यसपछि बनेपा धुलीखेल पाँचखाल त्यस्तै त्यस्तै हुँदै हुँदै खाडीचर पुग्छौँ अनि त्यसपछि खाडीचरमा के कस्तो हुन्छ कहाँनिर काम गर्ने सबै हजुरहरूलाई देखाउँदै गरौँ है त सो गाइस हामी आइसकेको छौँ बनेपा यो चाहिँ हाम्रो बनेपा होइन अब बनेपामा चाहिँ आउँछ हाम्रो धुलीखेल होइन गाइस त्यो हो लोकेसन चाहिँ होइन आउनु भइरहेको होला होइन सिन्धुपाल्चोकको मान्छेहरू अब काठमाडौँ आउँदाखेरि त यही बाटो जाने थाहा भइहाल्छ अब नथाहा भएकोहरूले चाहिँ थाहा पाउनु भयो होला त्यस्तो रहेछ राम्रो छ होइन अब यो पानीमा पछि आउँछ धुलीखेल होइन अनि धुलीखेल पनि कस्तो छ त्यहाँ कतै जान्छ हामी होइन हरेक खबर दिन जान्छ तपाईँहरूलाई तर भिडियोलाई चाहिँ हेरिराख्नु पर्यो है तपाईँहरूले सो गाइस फाइनल्ली हामी धुलीखेल इन्टर भइसकेको छौँ छ तपाईँहरूले होइन यो चाहिँ रहेको छ धुलीखेल अब हामी यहाँबाट कति घन्टा लाग्छ अब हामी यहाँबाट आधी घन्टामा खाडीचर पुग्छौँ होइन अनि त्यसपछि खाडीचर अब यहाँबाट हामी एकचोटि पाँचखाल केराघारी केराघारी हुँदै हुँदै हामी पुग्छौँ पाँचखाल अनि त्यसपछि आउँछ माछा भाइरल दोलाल घाट त्यसपछि बन्देउ अनि त्यसपछि आउँछ हाम्रो के अरे सिमले बलेफी अनि सुकुटे बलेफी अनि त्यसपछि आउँछ हाम्रो हेलो गरेको अनि देखाइदियो क्यामेरामा त त्यही हो सो गाइस एउटा कुरा चाहिँ खुसी लाग्यो मलाई धुलीखेल एन्टर गरेपछि होइन बाटो चाहिँ बवाल भएछ क्या एकदम दामी बनाएको पहिला खुल्छु धुन्थ्यो होइन एकदम क्या त्यो बसहरू चढ्दाखेरि टोक्ने उफारे गर्थ्यो होइन अहिले चाहिँ एकदम दामी बना रहेछ होइन बालेन सरकारले एकदम बवाल गर्दैछ घन्टी पार्टीलाई घन्टी पार्टी जिन्दाबाद बालेन सरकार जिन्दाबाद है अझै यो भन्दा नि राम्रो बनाउँदै जानु पर्यो होइन अब हाम्रो खाडीचर भाटातिर नि पुग्दैछ होइन हाम्रो उता बजारतिर पनि अब यस्तै बन्दैछ त्यो राम्रो बन्दैछ राम्रो गर्दै जाँदै हुनुहुन्छ बालेन सरकार तपाईँले होइन यस्तै गर्दै जानु हाम्रो साथ छ गाइस तपाईँ अगाडि बढ्दै जानु हामी तपाईँको साथमा छौँ तर तपाईँले जे गर्नुहुन्छ त्यो चाहिँ सबै राम्रो गर्नु पर्यो है सो गाइस हामी चाहिँ कुन ठाउँ रह्यो त्यसलाई धुलीखेल ओह्रालो धुलीखेल ओह्रालो खावा काटेर नि हामी यता आइसक्यौँ होइन
यसो अब बसेर फोटोसोटो खिच्दिउँ भनेर चाहिँ हामी टक्क यहाँ बसेको थियौँ। अब चाहिँ हाम्रो डेस्टिनेसनतर्फ हामी जाँदैछौँ फेरि खैडीचोर होइन। अनि अब के कस्तो हुन्छ हामी हजुरहरूलाई इन्फर्मेसन दिँदै गर्छौँ होइन। यहाँ पनि ठिकै रमाइलो हुँदैछ। अब अरू पनि केटाहरू नि भइदिए भए अब रमाइलो हुन्थ्यो, तर हाम्रो त्यस्तो मिल्ने केटाहरू चाहिँ कोही पनि छैन होइन। त्यही भएर हामी दुईजना मात्र छौँ। गाइज मेरो चाहिँ झरेर मोबाइलको डिस्प्ले यस्तो भयो है। मलाई चाहिँ डिस्प्ले फुटेर यस्तो भएको छ। अब जे भयो नि अब हामी जाँदैछौँ। सो गाइज हामी चाहिँ यहाँनिर 15 रुपियाँ कपमा चिया पाइन्छ अरे। अनि चिया खान आएको छौँ होइन। भोग भोग लागे जस्तो नि भइरहेको छ होइन। यो चाहिँ अब कुन ठाउँ हो यो अङ्कल बाहिर होइन। टक्क यहाँ भित्र बस्ने ठाउँ पनि छ, जक्सन जस्तो टाइपको होइन। दामी 15 रुपियाँ कपको चिया कस्तो भित्र मलाई थाहा छैन होइन। अब यहाँनिरबाट चाहिँ भ्यू पनि दामी देखेको रहेछ क्या फेरि है। अति बवाल क्या ल होइन। हाम्रो चिया चाहिँ आइसक्यो होइन। 15 चिया कस्तो भएछ टेस्ट गर्नु। मिठै रहेछ। 3मा 8 रेटिङ आयो यसपछि होइन। धेरै रेटिङ हुँदैन। अब चिया खाएर फेरि हामी चियासा खाएर चियाको पैसा तिरेर हामी चाहिँ फेरि निस्किन्छौँ आफ्नो यात्रातर्फ। सो गाइस हामी चाहिँ चिया खाएर निस्किदिएको ल। अब हामी जान्छौँ फेरि त्यही खैडीचोर। गाइस हाम्रो चाहिँ बाटोमै तेल सकेको अवस्था, तर ब्याड लक पनि एकैचोटि गुड लक पनि एकैचोटि भयो होइन। ब्याड लक किन भयो, तेल सक्यो बाइक स्कुटरको होइन। अनि गुड लक चाहिँ किन भयो भने पेट्रोल पम्पकै छेउमा आएर तेल सकिदिएर क्या ल के भन्दा। गुड लक पनि यतिखेर ब्याड लक पनि यतिखेर भइदियो होइन। अब साथीले चाहिँ त्यहाँ स्कुटर लगिसकेको छ तेल हाल्नको लागि। अनि म चाहिँ यहाँ पछाडि हिँड्दैछु। त अब चाहिँ हाम्रो 5 खाला आइपुग्न आँटेको छ होइन। अब तेल भरिसकौँ पहिला। सो गाइस हामीले चाहिँ तेल हालिसकेको छौँ र हाम्रो स्कुटर स्टार्ट भइसकेको छ। अब फेरि हामी लाग्दैछौँ आफ्नो डेस्टिनेसनतर्फ है त। सो गाइस हामी आइसकेको छौँ 5 खाल। यहाँनिर चाहिँ मैले काम पनि गरेको थिएँ क्या। 5 खाल नगरपालिकामा काम गरेको थिएँ। त्यही भएर यो ठाउँको चाहिँ मलाई सबै कुरा चाहिँ यहाँ आउँथ्यो गाई होइन। यहाँ चाहिँ हात सर्ने ठाउँ चाहिँ आवाज जो यो 5 खालमा खानेकुरा चाहिँ धेरै फल्छ क्या। जे पनि होइन 5 खालमा चाहिँ एकदम फ्रेस पाउँछ क्या। किनकि यहाँ आफैले रोपेर फलाएर होइन खान्छन् क्या मान्छेहरू चाहिँ कुरा पनि प्रायः जस्तो। यो चाहिँ 5 खालको बजार होइन। यो एउटा अहिले चेकपोस्ट पनि आउँछ। अहिले एकछिनमा चेकपोस्ट के अरे अहिले चेकपोस्ट पनि आउँछ। अब त्यहाँनिर चाहिँ के हुन्छ हामीलाई पनि थाहा छैन होइन। सो गाइज हामी चाहिँ अहिले कुन ठाउँ हो 50 किलो कति 50 किलो। सो हामी चाहिँ अहिले 50 किलो आइसकेको छौँ। यो चाहिँ पछाडि देख्न सक्नुहुन्छ कस्तो छ। यहाँ चाहिँ अब हामी भिडियो फोटोसोटो बनाएर भिडियो सुट गरेर फोटोसोटो खिचेर अनि फेरि हामी जान्छौँ आफ्नो डेस्टिनेसनमा। यता गाइज यो चाहिँ ढुङ्गा हो कि रुख हो गाइज? यो चाहिँ ढुङ्गा हो अरे होइन। मलाई पनि थाहा छैन। म त फर्स्ट टाइम देख्न त देखाएको छु। यहाँ ओर्लेर यसरी बसेको चाहिँ आज फर्स्ट टाइम हो क्या। अनि जे होस् अब यहाँनिर हामी भिडियो सिडियो फोटोसोटो खिचेर अनि भिडियो चाहिँ बेलुका पोस्ट हुन्छ है त गाइज। सो गाइज हामी चाहिँ होइन आफ्नो फोटो भिडियो सिडियो बनाएर हामी चाहिँ लाग्दैछौँ फेरि आफ्नो डेस्टिनेसनतर्फ। अहिले चाहिँ हामी अब दोलाल घाट आइपुग्न लागिपरेको छौँ होइन। अब दोलाल घाट पछि एकैछिनमा हामी पुग्छौँ खैडीचोर। अनि खैडीचोर पुगेपछि के हुन्छ हामी भन्दै गरौँ है त गाइज। त्यो आज चाहिँ बवाल रमाइलो भइरहेको छ होइन। दुईजना टक्क जाँदैछौँ। सिन्धुपाल्चोक खानु धेरै पछि आइरहेको छ। अब घर पनि जान्छु म। अब घरमा के को हुन्छ थाहा छैन। अब पहिला खैडीचोर पुगौँ अनि के कस्तो हुन्छ हजुरहरूलाई भनौँ है त गाइज। सो गाइज हामी आइपुगिसकेको छौँ माछा भाइरल ठाउँ दोलाल घाट होइन। अब यसलाई माछा भाइरल ठाउँ किन भनिन्छ म देखाउँछु है गाइज एकछिन ल। यहाँ चाहिँ होइन एकछिन म देखाउँछु। देखिन्छ होला हो यता कतैबाट यहाँहरू लगाइ माछा हो बाटोभरि माछै यतातिर पनि पुरै गाइज माछै हातभरि माछा सबैको हातमा माछा होइन। सबैको हातमा माछा मात्रै हो क्या यहाँनिर चाहिँ। त्यही भएर चाहिँ यसलाई माछा भाइरल ठाउँ भनिन्छ होइन। अनि यो ठाउँको नाम चाहिँ दोलाल घाट हो। अब यहाँबाट चाहिँ एकैछिनमा आइपुग्छौँ। यहाँबाट चाहिँ एकैछिनमा आइपुग्छौँ हाम्रो डेस्टिनेसन होइन। अब यहाँबाट अगाडि चेकपोस्ट छ। अब चाहिँ यहाँ चेकिङ हुने ठाउँ आउँदैछ। चेकिङ भएर चाहिँ हामी गयो। चेकिङ भएर भने ठिकै भयो।
अब हेरौँ है त के हुँदैछ अगाडि ल चेकिङ पारेन्छ नि हामी बाटोबाट मासतिर चढाउँछौँ चेकिङ पारेन्छ भने हामी अगाडि चढाउँछौँ है त गाइस के हुन्छ फाइनली भएको छैन रहेछ होइन हामी चाहिँ बाँच्यौँ गाडी चेकिङ भएको छैन रहेछ होइन हामी चाहिँ बाँच्यौँ होइन गाइस चेकिङबाट कटेपछि चाहिँ अलिकति टाढा हाम्रो साथीको खाना खाने जस्तै ठाउँ थियो अनि हामी चाहिँ एकछिन साथीलाई भेट्यौँ साथीसँग 5-10 मिनट जति गफसफ गरेर अनि हामीलाई नि ढिला भइरहेको थियो अनि एकछिन साथीसित गफ गरेर चाहिँ हामी त्यहाँबाट पनि निस्किन्छौँ सो गाइस हामी आइसकेको छौँ हाम्रो बलेती बजारमा होइन टट्टलाएर यस्तो बिजोग भएर चाहिँ यहाँ चाहिँ हिलो त्यहाँनिर चाहिँ मन्दिर छ होइन दुईटा खोलाको बिचमा चर्च देख्न सक्नुहुन्छ तपाईँहरूले होइन यो चाहिँ मन्दिर हो बलेतीको होइन गाइस अब के बेर पछि चाहिँ हाम्रो ठाउँ आइपुग्छ खैरीचर नजिकै हो पछि होइन त्यो चाहिँ अब गाउँमै आयो भने नै भयो क्या बलेती गाउँपालिका हाम्रो त अब गाउँपालिका बलेती नै हो गाउँपालिका उतै हो उतै देखिन्छ होला यहीँबाट उतै देखिरहेछ होइन अनि अब केही बेर पछि चाहिँ हाम्रो खैरीचर पनि आइपुग्छ अनि त्यसपछि हाम्रो खैरीचर पनि देखाउँला है त फाइनली गाइस हामी चाहिँ आइसकेको छौँ अँधेरी होइन गाइस मेन चाहिँ यही हो हाम्रो मेरो गाउँ जाने बाटो चाहिँ यहाँबाट अलिकति मासतिर छ म हजुरहरूलाई देखाउँछु एकछिन होइन अहिले चाहिँ म गाउँ जाँदिन सिधै म पहिला नाच्ने गाउँ जान्छ अनि अहिले चाहिँ पानी पर्न थाल्यो क्या अब पानीले भिज्यो भने चाहिँ म गाउँ जाँदिनँ पानीले भिजेन भने चाहिँ म गाउँ जान्छु है त गाइस सो यहाँबाट मासतिर चाहिँ मेरो गाउँ जाने बाटो हो होइन अहिले चाहिँ हामी जाँदैछौँ खैरीचर है त गाइस खैरीचरमा डाइरेक्ट ड्राइभर चाहिँ फेरि है त सो गाइस खैरीचरमा आइपुगेर नि हामी चाहिँ आइसकेको छौँ हाम्रो स्कुलमा होइन गाइस यो चाहिँ हो मैले सानैदेखि पढेको स्कुल होइन गाइस म हजुरहरूलाई यहाँको भ्यू देखाउँछु है त गाइस फर्स्टमा कस्तो छ हाम्रो स्कुल भनेर सबै देखाउँछु है त एकचोटि हेर्नु होला भिडियोलाई यो चाहिँ म 2 क्लासदेखि पढेको स्कुल हो क्या अहिले लगभग 10-12-13 वर्ष जति भयो होइन यो स्कुलसँग पनि मेरो धेरै इमोसनहरू जोडेको छ क्या होइन धेरै कुराहरू याद आउँछ यो स्कुलमा पनि होइन भाइ बहिनीहरूसित यसो भेट्दाखेरि होइन यो स्कुलमा आइराख्न मन लाग्छ तर अब कामले गर्दा अहिले चाहिँ आउन भ्याइँदैन हेलो एभ्रीवन तपाईँहरूलाई चाहिँ के देखाउन चाहन्छु भने मेरो सिन्धुपाल्चोकको नम्बर 1 स्कुल हो होइन यहाँ 2 गेट आएको भनेको जम्मा एकजना आएको होइन त्यति हो कि गाइस नत्र टु ल्याउनु पनि गाह्रो छ यहाँ सो गाइस हामी चाहिँ यहाँ स्कुलभित्र आइसक्यो हाम्रो स्कुलभित्र चाहिँ यहाँ नयाँ बिल्डिङ बनेको छ दाइ चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ होइन गाइस दाइ चाहिँ यहाँ काम गर्नुहुन्छ अब जाने हामी सो गाइस हामी चाहिँ हाम्रो साथीको घरमा आइसकेको छौँ साथीले स्कुटर त्यहाँ पार्किङ गरिसकेको छ यहाँ गाइस सबका लाएर अब हामी जान्छौँ घरभित्र होइन काठमाडौँको फेरि सिन्धुपाल्चोक आइसक्यो है ल है गाइस हामीलाई त्यहाँनिर खाना दिनुभएको थियो अनि हामी चाहिँ अब यहाँ आइसकेको छ अब यहाँ खान्छौँ पहिला तल जाउँ रुममा होइन गाइस यो चाहिँ रहेको छ रुम होइन यो चाहिँ हो रगुन जस्तो रुम अनि 3 चोटि मात्र पोस्टमा हान्नेहरूको फ्यान यति पानी पुरी होइन यहाँ अब कोही कोहीले वेलकम नि दिन्छ भनेर फुर्ती लाग्यो जस्तो लागेको थियो अनि सुनाइदियो है फाइनलमा 3 गाइस त्यही हो होइन कमसेकम हाम्रो तिमीले राम्रो 16 र 16 जस्तो हाल्यो होला भिडियो आजको कस्तो लाग्यो अब घर जाउँ कि नजाउँ भइरहेछ होइन गाइस पानी नि पर्न जस्तो भइरहेछ अझै पनि बाहिरको मौसम अब यस्तो अँध्यारो छ होइन अब अहिले पानी रह्यो भने बेलुका फेरि घर जान्छु अब पानी रह्यो भने चाहिँ म यहाँ बस्छु बिहान पनि खाना नखाइ हिँडेको होइन यहाँ आएपछि पो भोक लाग्यो क्या खाना पनि छैन रहेछ यसो ब्यागमा हेरेको यो रहेछ अनि यही खाइदिएँ मैले गाइस घर चाहिँ जान पाइएन हामी अँधेरीमै छौँ स्कुटरले उकालो तानेन पानी पर्दा थियो अनि हामी चाहिँ यहाँ अहिले जाडोमा रेडबुल खाँदैछौँ चिसो दुईजना यहाँनिर यहाँ कान्छीहरू यहाँ भाग्यो होइन ए कान्छीको पसल हो है एउटा रेडबुलको कति हो थाहा छैन अब हामीलाई पनि खाइदिएको थाहा रहन्छ भन्ने याद छ रेडबुल खाइदिएको है त गाइस एक दिन एक्सट्रिम खाएर केही हुँदैन नि फेरि सबै खानु भन्न ए एक्सट्रिम खानु हुँदैन भन्थ्यो हामीले चाहिँ आज एक दिन मात्र खान आँट्यो हो एक दिन खाएर चाहिँ केही पनि हुँदैन रेडबुल सेडबुल खाएर चाहिँ साथीले फेरि एकछिन क्यारिम खेल्ने भन्यो अनि मलाई चाहिँ खेल्न आउँदैन क्यारिम चाहिँ साथीलाई मात्र खेल्न आउँछ अनि क्यारिम स्यारिम खेलेर हामी चाहिँ गयौँ पाहाड गाइस हाम्रो दिनभरिको भ्लग चाहिँ आज यो ठाउँमा आएर सकिन्छ यो ठाउँको नाम चाहिँ लामसाङ हो होइन गाइस अहिले चाहिँ हामी यो लामसाङको एउटा पार्क भन्ने ठाउँमा छौँ यो पार्क चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम सबैजना घुम्न मिल्ने ठाउँ बस्न मिल्ने ठाउँ एकदम चिल्याक्स पारामा बस्न मिल्ने ठाउँ छ मैले नाम भनिसकेँ हजुरहरूलाई लामसाङ हो उता देखायो त
बसन्तेश्वर शान्ति गोर्खा धाम यहाँहरूलाई हार्दिक स्वागत छ हो ठाउँको नाम चाहिँ त्यो छ तर यो ठाउँको नाम चाहिँ लामसाङ हो होइन गाइस एकदम बस्नलाई आनन्द छ हामी दुईजना चाहिँ अहिले हिँडेर आएर बसेको छौँ होइन अब एकछिन हामी भिडियो सिडियो फोटोसोटो सुट गर्छौँ हामी जान्छौँ यो ठाउँबाट होइन गाइस सो आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र आजको लागि यति नै भन्दै बाई बाई गाइस लभ यु